नमस्कार सम्पूर्णमा। आज हामी जान्नेछौँ सबैभन्दा रहस्यमय र महत्त्वपूर्ण सत्य। मृत्युपछि के हुन्छ, आत्मा कहाँ जान्छ, कस्तो यात्रा गर्नुपर्छ, स्वर्ग र नरक कस्ता छन्, यो सबै गरुड पुराणमा लेखिएको छ। भगवान विष्णुले आफ्ना वाहन गरुडजीलाई यो पवित्र ज्ञान दिनुभएको थियो। आज हामी त्यो दिव्य ज्ञान जान्नेछौँ जसले सायद जीवनै बदलिन सक्छ। तर पहिले एउटा सानो निवेदन छ। यदि यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरेर च्यानल सब्स्क्राइब गरिदिनुहोला। आउनुहोस् अब सुरु गरौँ यो अद्भुत यात्रा। जब कुनै मानिसको मृत्यु हुन्छ त्यो क्षण अत्यन्त महत्त्वपूर्ण हुन्छ। गरुड पुराणले भन्छ कि मृत्युको समयमा जुन विचार मनमा रहन्छ त्यसले अर्को जन्म निर्धारण गर्छ। यदि भगवानको नाम मनमा छ भने मुक्ति मिल्छ। यदि परिवारको चिन्ता छ भने फेरि जन्म हुन्छ। यदि धनको लोभ छ भने त्यसै अनुसार जन्म हुन्छ। यसैले हाम्रा पुर्खाहरूले मर्ने मानिसको कानमा भगवानको नाम सुनाउने गर्थे, राम राम राम। यो पवित्र परम्परा यही महत्त्वपूर्ण कारणले हो। जब अन्तिम सास निस्कन्छ त्यो पवित्र क्षण आत्मा शरीरबाट बाहिर निस्कन्छ र यहाँबाट सुरु हुन्छ एउटा अविश्वसनीय यात्रा जसको बारेमा धेरै कम मानिसहरूलाई थाहा छ। गरुड पुराणमा विस्तृत रूपमा लेखिएको छ कि आत्मा शरीरबाट निस्कँदा अत्यन्त पीडा हुन्छ। जसरी काँडाको झाडीबाट कपडा तान्दा कपडा च्यातिन्छ त्यसै गरी आत्मा निस्कँदा पीडा हुन्छ, किनभने आत्मा शरीरका हरेक अङ्गसँग जोडिएको हुन्छ। तर जसले जीवनमा राम्रो कर्म गरेको छ, धर्म पालन गरेको छ, भक्ति गरेको छ, भगवानको नाम जप गरेको छ, उसको आत्मालाई यो पीडा कम हुन्छ, किनभने भगवानको कृपा उमाथि हुन्छ। जब आत्मा बाहिर निस्कन्छ उसले आफ्नो शरीर देख्छ, आफ्ना परिवारलाई रुँदै गरेको देख्छ, तर ऊ केही गर्न सक्दैन, बोल्न सक्दैन, छुन सक्दैन। यो अत्यन्त पीडादायक क्षण हो जब आत्माले बुझ्छ कि अब यो शरीर आफ्नो होइन र यो संसार छोड्नुपर्ने भएको छ। आत्मा बाहिर निस्केपछि ऊ प्रेत बन्छ र यो प्रेत अवस्था 13 दिनसम्म रहन्छ। यी 13 दिनमा प्रेत आफ्नो घर परि नै रहन्छ। आफ्ना प्रिय परिवारलाई हेर्छ, उनीहरूको रुवाई देख्छ, उनीहरूको पीडा महसुस गर्छ, तर केही गर्न सक्दैन। यो समयमा परिवारले के गर्छ त्यो धेरै महत्त्वपूर्ण हुन्छ। श्राद्ध, पिण्डदान, ब्राह्मण भोजनदान, यी सबै पवित्र कुराले प्रेतलाई शान्ति मिल्छ, बल मिल्छ, अर्को यात्राको लागि तयारी हुन्छ। यदि परिवारले राम्ररी श्राद्ध गरे भने प्रेतलाई सुख मिल्छ, यदि नगरे प्रेत पीडामा रहन्छ र यात्रा अझै कठिन हुन्छ। यसैले हाम्रा पवित्र शास्त्रमा 13 दिनको श्राद्ध अत्यन्त महत्त्वपूर्ण मानिएको छ। यो केवल परम्परा होइन, यो एउटा वैज्ञानिक र आध्यात्मिक प्रक्रिया हो जसले मृतक आत्मालाई मद्दत गर्छ। 13 दिनपछि यमराजका दूतहरू आउँछन् र यी यमदूतहरू अत्यन्त भयानक देखिन्छन्। गरुड पुराणले विस्तृत वर्णन गरेको छ कि यमदूतहरू कालो रङका, रातो आँखा भएका, डरलाग्दो रूप भएका हुन्छन्। उनीहरूको हातमा पास अर्थात् डोरी हुन्छ जसले आत्मालाई बाँध्छन्। यमदूतहरूले प्रेतलाई पासले बाँध्छन् र यमलोकतिर लैजान्छन्। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ। सबै प्रेतलाई यमदूतहरू लैजाँदैनन्। जसले जीवनमा धेरै पुण्य गरेको छ, भक्ति गरेको छ, दान गरेको छ, धर्म पालन गरेको छ, निस्वार्थ सेवा गरेको छ, उसको लागि भगवान विष्णुका दूतहरू आउँछन् र विष्णुका दूतहरू अत्यन्त सुन्दर, शान्त, दिव्य हुन्छन्। उनीहरूले सम्मान साथ आत्मालाई सिधै स्वर्गमा लैजान्छन्। तर सामान्य मानिसहरूको लागि यमदूतहरू आउँछन् र यहाँबाट सुरु हुन्छ एउटा अत्यन्त कठिन र लामो यात्रा। यमलोक पृथ्वीबाट 86,000 योजन टाढा छ र 1 योजन लगभग 13 किलोमिटर हुन्छ। यो यात्रा अत्यन्त कठिन र पीडादायक छ। गरुड पुराणले यसको विस्तृत र डरलाग्दो वर्णन गरेको छ। आत्मालाई यमदूतहरूले हिँड्न लगाउँछन्। खुट्टामा जुत्ता छैन। बाटो तातो ढुङ्गा, काँडा, आगोले भरिएको छ। घाम अत्यन्त तातो छ। कहिले चिसो हावा चल्छ, कहिले तातो आधी। यात्रामा 16 नगरहरू पार गर्नुपर्छ र हरेक नगरमा विभिन्न पीडाहरू छन् जसको कल्पना गर्दा पनि गाह्रो छ। पहिलो नगरमा चिसो हावा चल्छ जसले हड्डी जम्छ। दोस्रो नगरमा तातो हावा चल्छ जसले छाला पोल्छ। तेस्रो नगरमा भोकको अत्यन्त पीडा हुन्छ। चौथो नगरमा तिर्खाको असह्य पीडा हुन्छ। यसरी हरेक नगरमा फरक फरक पीडा छ जसले आत्मालाई सताउँछ। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ। यदि परिवारले राम्ररी पिण्डदान गरेको छ, श्राद्ध गरेको छ भने आत्मालाई ती नगरहरूमा आराम मिल्छ, खाना मिल्छ, पानी मिल्छ, छाया मिल्छ। यसैले श्राद्ध र पिण्डदान अत्यन्त महत्त्वपूर्ण छ। यो केवल रीतिरिवाज होइन, यो मृतक आत्माको लागि वास्तविक सहयोग हो। यो कठिन यात्रा पूरा गर्न काम लाग्छ र यो 1 वर्ष आत्माको लागि अत्यन्त पीडादायक हुन्छ। 1 वर्षपछि मात्र आत्मा यमलोकको नजिक पुग्छ।
तर अझै एउटा सबैभन्दा भयानक बाधा बाँकी छ। यमलोक पुग्नु अघि एउटा नदी पार गर्नुपर्छ र यसलाई वैतरणी नदी भनिन्छ। यो नदी अत्यन्त भयानक छ र गरुड पुराणमा यसको अत्यन्त डरलाग्दो वर्णन गरिएको छ। वैतरणी नदीमा पानी छैन, बरु रगत, पीप, मद बगिरहेको छ। नदीमा हड्डीहरू तैरिरहेका छन्, किराहरू छन्, विषालु सर्पहरू छन्, मगरमच्छहरू छन् जसले आत्मालाई टोक्छन्। नदीको चौडाइ धेरै छ र यसलाई पार गर्नु अत्यन्त कठिन र भयानक छ। तर यहाँ एउटा अचम्मको कुरा छ। यदि जीवनमा गाई दान गरेको छ भने त्यो गाई यहाँ देखा पर्छ र आत्माले त्यो पवित्र गाईको पुच्छर समाएर नदी सजिलै पार गर्न सक्छ। यसैले हाम्रो पवित्र संस्कृतिमा गाई दानलाई अत्यन्त महत्त्वपूर्ण र पुण्यकारी मानिएको छ। यदि गाई दान गरेको छैन भने आत्मालाई त्यो भयानक नदीमा डुब्नुपर्छ, त्यो रगत पिउनुपर्छ, किराहरू र सर्पहरूले टोक्छन्, अत्यन्त पीडा सहनुपर्छ र त्यसपछि मात्र पारी जान सकिन्छ। यो वैतरणी नदी पार गर्नु मृत्युपछिको यात्राको सबैभन्दा कठिन भाग मानिन्छ। वैतरणी नदी पार गरेपछि अन्तमा यमराजको भव्य दरबार आउँछ। यमराज न्यायका देवता हुनुहुन्छ र उहाँलाई धर्मराज पनि भनिन्छ, किनभने उहाँ अत्यन्त न्यायी हुनुहुन्छ। यमराजको दरबारमा चित्रगुप्तजी बस्नुहुन्छ र चित्रगुप्तजीको हातमा एउटा दिव्य किताब छ। यो किताबमा हरेक मानिसको सबै कर्म विस्तृत रूपमा लेखिएको छ। जब आत्मा यमराजको अगाडि पुग्छ, चित्रगुप्तजीले त्यो किताब पढ्नुहुन्छ। जीवनमा के गर्यो, कति राम्रो कर्म गर्यो, कति नराम्रो कर्म गर्यो, कसलाई सहयोग गर्यो, कसलाई पीडा दियो, कति दान गर्यो, कति धर्म पालन गर्यो, सबै विस्तृत रूपमा पढिन्छ। एउटा पनि कर्म छुट्दैन, सबै सटिक रूपमा रेकर्ड छ, किनभने चित्रगुप्तजीले हरेक कुरा लेख्नुहुन्छ। त्यसपछि यमराजले निर्णय गर्नुहुन्छ र यमराजको न्याय अत्यन्त सही र निष्पक्ष हुन्छ। यदि राम्रो कर्म बढी छ भने स्वर्ग पठाइन्छ, यदि नराम्रो कर्म बढी छ भने नरक पठाइन्छ, यदि बराबर छ भने फेरि पृथ्वीमा जन्म दिइन्छ। यमराजको न्यायमा कुनै गल्ती हुँदैन, कुनै भेदभाव हुँदैन। राजा होस् या साधारण मानिस, धनी होस् या गरिब, सबैलाई उनीहरूको कर्म अनुसार नै न्याय मिल्छ। अब कुरा गरौँ नरकको। गरुड पुराणमा 28 प्रकारका नरक वर्णन गरिएको छ। हरेक नरकमा फरक फरक सजाय छ र हरेक नरक एक विशेष प्रकारको पापको लागि हो। पहिलो नरक तामिश्र भनिन्छ, जहाँ अन्धकार मात्र छ, केही देखिँदैन, एक्लोपनको अत्यन्त पीडा हुन्छ। यो नरक ती मानिसहरूको लागि हो जसले अरूको धन चोरेका छन्। दोस्रो नरक अन्ध तामिश्र भनिन्छ, जुन तामिश्र भन्दा पनि अँध्यारो हुन्छ। यहाँ आत्मालाई निरन्तर पिटिन्छ। यो नरक ती मानिसहरूको लागि हो जसले धोका दिएका छन् वा बेइमानी गरेका छन्। तेस्रो नरक रौरव भनिन्छ, जहाँ भयानक जनावरहरूले आत्मालाई खान्छन्। यो हिंसा गर्नेहरूको लागि हो। चौथो नरक महारौरव भनिन्छ, जुन रौरव भन्दा पनि भयानक छ। यहाँ ठूला ठूला सर्पहरूले आत्मालाई टोक्छन्। यो ती मानिसहरूको लागि हो जसले अरूको जीवन नष्ट गरेका छन्। पाँचौं नरक कुम्भीपाक हो, जहाँ आत्मालाई तातो तेलमा पकाइन्छ, जसरी खानाको सामान पकाइन्छ। यो अत्यन्त पीडादायक छ र यो ती मानिसहरूको लागि हो जसले जनावरहरूलाई मारेका छन् वा पकाएर खाएका छन्। छैठौं नरक कालो सूत्र हो, जहाँ तातो धागोले आत्मालाई बेहेरिन्छ। यो ती मानिसहरूको लागि हो जसले आफ्नो मातापिताको अनादर गरेका छन्। सातौं नरक असीपत्र वन हो, जहाँ रुखहरूका पातहरू तरवार जस्तै धारिलो छन् र यी पातहरूले आत्मालाई काट्छन्। यो ती मानिसहरूको लागि हो जसले धर्म त्यागेका छन्। आठौं नरक शुकरमुख भनिन्छ, यहाँ आत्मालाई ठूला ठूला मुखहरूले चपाउँछन्। यो ती मानिसहरूको लागि हो जसले अन्यायपूर्वक शासन गरेका छन्। नौौं नरक अन्धकूप हो, जुन एउटा गहिरो अन्ध्यारो खाडल हो, जहाँ जनावरहरू, सर्पहरू र बिच्छीहरूले टोक्छन्। यो ती मानिसहरूको लागि हो जसले प्रकृतिलाई हानि पुर्याएका छन्। 10औं नरक कृमि भोजन हो, जहाँ लाखौं किराहरूले आत्मालाई खान्छन्। यो ती मानिसहरूको लागि हो जसले स्वार्थी भएर मात्र आफ्नो लागि बाँचेका छन्। 11औं नरक सन्दंश हो, जहाँ तातो सिम्टाले आत्मालाई समातिन्छ। यो ती मानिसहरूको लागि हो जसले अरूको सम्पत्ति जबरजस्ती लिएका छन्। 12औं नरक तप्त सुर्मी हो, जहाँ आत्मालाई तातो फलामको बनेको मानिस जस्तो आकारमा राखिन्छ। यो ती मानिसहरूको लागि हो जसले महिलाहरूलाई अपमान गरेका छन्। 13औं नरक वज्रकण्ठक सालमाली हो, जहाँ काँडाहरूले ढाकिएको रुखमा आत्मालाई चढाइन्छ र ओर्लाइन्छ। यो ती मानिसहरूको लागि हो जसले अवैध सम्बन्ध राखेका छन्। 14औं नरक वैतरणी भनिन्छ, जहाँ रगत, मवाद र गोबरको नदीमा आत्मालाई राखिन्छ। यो ती मानिसहरूको लागि हो जसले ब्राह्मणहरूको अपमान गरेका छन्। 15औं नरक पुयोद हो, जहाँ पीप, रगतको सागरमा आत्मालाई राखिन्छ। यो ती मानिसहरूको लागि हो जसले आफ्नो जातिभन्दा तल्लो जातिको असम्मान गरेका छन्। 16औं नरक प्राणरोध हो,
जहाँ आत्मालाई निरन्तर निश्वास चिन्छ र फेरि जीवित पारिन्छ। यो ती मानिसहरूको लागि हो जसले जनावरहरूलाई पिञ्जडामा राखेका छन्। 17औं नरक विषानन हो, जहाँ यमदूतहरूले आत्मालाई निरन्तर पिट्छन्। यो ती मानिसहरूको लागि हो जसले आफ्ना नोकरहरूलाई पिटेका छन्। 18औं नरक लाल भक्ष्य हो, जहाँ आत्मालाई तातो लारको समुद्रमा राखिन्छ। यो ती मानिसहरूको लागि हो जसले आफ्नो पत्नीलाई जबरजस्ती गरेका छन्। 19औं नरक सारा मेयादन हो, जहाँ 700 कुकुरहरूले आत्मालाई टोक्छन्। यो मानिसहरूको लागि हो जसले खाना चोरेका छन्। 20औं नरक अभिच हो, जहाँ आत्मालाई पहाडबाट तल फालिन्छ। यो ती मानिसहरूको लागि हो जसले झुटा साक्षी दिएका छन्। 21औं नरक अयपान हो, जहाँ आत्मालाई तातो फलामको पानी पिउन लगाइन्छ। यो ती मानिसहरूको लागि हो जसले मदिरा सेवन गरेका छन्। 22औं नरक छार कर्दम हो, जहाँ आत्मालाई खारको दलदलमा राखिन्छ। यो ती मानिसहरूको लागि हो जसले घमण्डी भएका छन्। 23औं नरक रक्षोगण भोजन हो, जहाँ राक्षसहरूले आत्मालाई खान्छन्। यो ती मानिसहरूको लागि हो जसले मासु खाएका छन्। 24औं नरक शूलप्रोत हो, जहाँ आत्मालाई सुलोमा टाङ्गिन्छ। यो ती मानिसहरूको लागि हो जसले निर्दोषहरूलाई मारेका छन्। 25औं नरक दण्डसुक भनिन्छ, जहाँ आत्मालाई सर्पहरूले बेहेरिन्छ। यो ती मानिसहरूको लागि हो जसले आफ्नो गुरुको अपमान गरेका छन्। 26औं नरक अवतन निरोध हो, जहाँ आत्मालाई एउटा खाडलमा राखिन्छ। यो ती मानिसहरूको लागि हो जसले जनावरहरूलाई खाडलमा राखेका छन्। 27औं नरक पर्यावर्तन हो, जहाँ आत्मालाई पहाडहरू बीच कुचलिन्छ। यो ती मानिसहरूको लागि हो जसले पक्षीहरू र जनावरहरूलाई पिञ्जडामा राखेका छन्। 28औं नरक सूचीमुख हो, जहाँ आत्मालाई सुईहरूले गोदिन्छ। यो ती मानिसहरूको लागि हो जसले अरूलाई मानसिक पीडा दिएका छन्। यो सबै नरकमा कति समय बस्नुपर्छ भन्ने कुरा पापको गम्भीरतामा निर्भर गर्छ। कसैलाई केही वर्ष त कसैलाई हजारौं वर्ष, कसैलाई लाखौं वर्ष पनि नरकमा बस्नुपर्ने हुन सक्छ। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ। नरकको उद्देश्य केवल सजाय दिनु होइन, बरु आत्मालाई शुद्ध गर्नु हो। जसरी सुनलाई आगोमा तताएर शुद्ध बनाइन्छ, त्यसैगरी आत्मालाई नरकको पीडाले शुद्ध बनाउँछ। नरकमा भोगेको पीडाले आत्माका सबै पापहरू नष्ट हुन्छन् र आत्मा शुद्ध भएर फेरि पृथ्वीमा जन्म लिन योग्य बन्छ। यो एक प्रकारको शुद्धिकरण प्रक्रिया हो जुन आवश्यक छ, किनभने पाप बोकेर आत्माले माथिल्लोमा जान सक्दैन। अब कुरा गरौँ स्वर्गको। गरुड पुराणमा स्वर्गको पनि विस्तृत वर्णन गरिएको छ, जसले जीवनमा राम्रो कर्म गरेको छ, दान गरेको छ, धर्म पालन गरेको छ, भक्ति गरेको छ, निस्वार्थ सेवा गरेको छ, सत्य बोलेको छ, अहिंसा पालन गरेको छ, उसलाई स्वर्गमा स्थान मिल्छ। स्वर्ग अत्यन्त सुन्दर ठाउँ हो, जहाँ कुनै पीडा छैन, कुनै दुःख छैन, कुनै रोग छैन, कुनै बुढ्यौली छैन। स्वर्गमा अप्सराहरू छन् जो अत्यन्त सुन्दर छन् र जसले नृत्य र सङ्गीतले आत्मालाई मनोरञ्जन गर्छन्। स्वर्गमा कल्पवृक्ष छ जसले जे चाहे पनि दिन्छ। स्वर्गमा कामधेनु छ जसको दूधले सबै रोग निको हुन्छ। स्वर्गमा दिव्य भोजन छ जुन कहिल्यै सकिँदैनन्। स्वर्गमा दिव्य बगैँचा छन् जहाँ सधैँ फूल फुलिरहेका छन्। स्वर्गमा दिव्य नदीहरू छन् जसको पानी अमृत जस्तै छ। स्वर्गमा इन्द्रदेवको महल छ जो स्वर्गका राजा हुनुहुन्छ। स्वर्गमा सबै देवी देवताहरू बस्नुहुन्छ र पुण्य आत्माहरूले उहाँहरूको दर्शन पाउँछन्। स्वर्गमा समय छिटो बित्छ किनभने त्यहाँ सबै सुखमय छन्। स्वर्गमा एक दिन पृथ्वीको 1 वर्ष बराबर हुन्छ। स्वर्गमा बस्दा आत्मालाई लाग्छ कि समय उडिरहेको छ किनभने त्यहाँ अत्यन्त आनन्द छ। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ। स्वर्ग पनि अस्थायी हो। जसरी नरकमा बस्ने समय सीमित छ, त्यसैगरी स्वर्गमा बस्ने समय पनि सीमित छ। जब पुण्यहरू सकिन्छन् तब आत्मालाई फेरि पृथ्वीमा जन्म लिनुपर्छ। यसलाई पुण्य क्षय भनिन्छ, अर्थात् पुण्यको अन्त्य। स्वर्गमा सुख भोगेर पुण्य सकिएपछि आत्मा फेरि पृथ्वीमा आउँछ र नयाँ जीवन सुरु गर्छ। त्यसैले स्वर्ग अन्तिम लक्ष्य होइन। स्वर्ग केवल आराम गर्ने ठाउँ हो जहाँ आत्माले आफ्नो पुण्यको फल भोग्छ। तर अन्तिम लक्ष्य त मोक्ष हो जुन स्वर्गभन्दा पनि माथि छ। मोक्ष भनेको जन्म मृत्युको चक्रबाट मुक्ति पाउनु हो। मोक्ष पाएपछि आत्मालाई फेरि जन्म लिनु पर्दैन, फेरि मृत्यु हुँदैन। आत्मा सिधै भगवानसँग मिल्छ र अनन्त आनन्दमा रहन्छ। मोक्ष पाउनको लागि केवल पुण्य गर्नु मात्र पर्याप्त छैन। भगवानको साक्षात्कार गर्नुपर्छ, भक्ति गर्नुपर्छ, ज्ञान प्राप्त गर्नुपर्छ, आफूलाई भगवानमा समर्पण गर्नुपर्छ। जब आत्माले बुझ्छ कि ऊ र भगवान एउटै हुन् तब मोक्ष मिल्छ। गरुड पुराणमा मोक्ष पाउने विभिन्न उपायहरू बताइएका छन् र सबैभन्दा पहिलो उपाय हो भगवान विष्णुको भक्ति गर्नु। भगवान विष्णुको नाम जप गर्नु। ओम नमो नारायणाय यो मन्त्र जप गर्नु, भगवान विष्णुको पूजा गर्नु, भगवान विष्णुको कथा सुन्नु र सुनाउनु, यी सबै कुराले मोक्षको बाटो खुल्छ।
दोस्रो उपाय हो भागवत गीता पढ्नु र त्यसको ज्ञान जीवनमा लागू गर्नु। भागवत गीतामा भगवान श्रीकृष्णले अर्जुनलाई जीवनको सबै रहस्य बताउनु भएको छ। त्यो ज्ञान बुझेर जीवनमा लागू गर्नेले निश्चित रूपमा मोक्ष पाउँछ। तेस्रो उपाय हो गंगा स्नान गर्नु। गंगाजीमा नुहाउनु सबै पाप धुलिन्छन्। गंगाजीको पानी अत्यन्त पवित्र छ, किनभने गंगाजी भगवान शिवको जटाबाट आउनु भएको हो। चौथो उपाय हो तीर्थयात्रा गर्नु। काशी, मथुरा, हरिद्वार, बद्रीनाथ, केदारनाथ, रामेश्वरम, द्वारका यस्ता पवित्र ठाउँहरूमा जानुले पुण्य मिल्छ र मोक्षको बाटो खुल्छ। पाँचौं उपाय हो गाई सेवा गर्नु। गाईलाई हाम्रो संस्कृतिमा माता मानिन्छ। गाईको सेवा गर्नु, गाईलाई घाँस खुवाउनु, गाईलाई संरक्षण गर्नु यो अत्यन्त पुण्यकारी काम हो। छैठौं उपाय हो ब्राह्मणहरूको सेवा गर्नु र उनीहरूलाई दान गर्नु। ब्राह्मणहरू ज्ञानका भण्डार हुन् र उनीहरूको सेवा गर्नुले मोक्ष मिल्छ। सातौं उपाय हो मातापिताको सेवा गर्नु। मातापिताको सेवा गर्नु नै सबैभन्दा ठूलो धर्म हो। जसले आफ्ना मातापिताको राम्ररी सेवा गर्छ उसलाई मोक्ष निश्चित छ। आठौं उपाय हो निस्वार्थ सेवा गर्नु। गरिब र असहायहरूको सहयोग गर्नु, बिरामीहरूको सेवा गर्नु यो सबै मोक्षको बाटो हुन्। नवौं उपाय हो सत्य बोल्नु र इमानदार जीवन बिताउनु। झुट नबोल्नु, धोका नदिनु, बेइमानी नगर्नु, सधैँ सत्यको बाटोमा हिँड्नु। दशौं उपाय हो अहिंसा पालन गर्नु। कुनै पनि प्राणीलाई हानि नपुर्याउनु, सबैलाई प्रेम गर्नु, सबैमा भगवानको दर्शन गर्नु। गरुड पुराणमा मृत्युपछि गर्नुपर्ने कर्महरूको पनि विस्तृत वर्णन छ र यो कुरा परिवारका सदस्यहरूले जान्नुपर्छ। जब कसैको मृत्यु हुन्छ तब सबैभन्दा पहिले त्यो शरीरलाई सम्मान साथ व्यवहार गर्नुपर्छ। शरीरलाई नुहाउनुपर्छ, नयाँ कपडा लगाउनुपर्छ, चन्दन र फूलले सजाउनुपर्छ। त्यसपछि दाह संस्कार गर्नुपर्छ। दाह संस्कार अत्यन्त महत्त्वपूर्ण छ, किनभने यसले शरीरलाई 5 तत्त्वमा फर्काउँछ। आगोमा जलाएपछि शरीर पृथ्वी, जल, अग्नि, वायु र आकाशमा विलीन हुन्छ। यो प्रकृतिको नियम हो। दाह संस्कारपछि 13 दिनसम्म श्राद्ध गर्नुपर्छ। हरेक दिन पिण्डदान गर्नुपर्छ। पिण्डदान भनेको चामलको पिठोको गोला बनाएर तिल र दूध साथ दिनु हो। यो पिण्डदानले मृतक आत्मालाई बल मिल्छ, खाना मिल्छ, यात्रामा सहयोग मिल्छ। 13औं दिनमा ठूलो श्राद्ध गर्नुपर्छ। ब्राह्मणहरूलाई भोजन गराउनुपर्छ, गरिबहरूलाई दान गर्नुपर्छ, गाईलाई घाँस खुवाउनुपर्छ। यो सबै मृतक आत्माको शान्तिको लागि हो। त्यसपछि हरेक महिना श्राद्ध गर्नुपर्छ, अर्थात् मासिक श्राद्ध। हरेक वर्ष मृत्यु भएको दिन वार्षिक श्राद्ध गर्नुपर्छ। यसले मृतक आत्मालाई सधैँ याद राखिन्छ र उनीहरूलाई आशीर्वाद मिल्छ। गरुड पुराणले यो पनि बताउँछ कि जीवितहरूले मृतकहरूको लागि के गर्न सक्छन्। पहिलो कुरा नियमित श्राद्ध गर्नु। दोस्रो मृतकको नाममा दान गर्नुहोस्। तेस्रो मृतकको नाममा मन्दिर बनाउनु वा मन्दिरमा दान गर्नु। चौथो मृतकको नाममा कुवा खन्नु वा पोखरी बनाउनु जहाँबाट मानिसहरूले पानी पिउन सकुन्। पाँचौं मृतकको नाममा रुख रोप्नु जसले छाया दिन सकोस्। छैठौं मृतकको नाममा भगवानको नाम जप गर्नु। सातौं मृतकको नाममा भगवत गीता पाठ गर्नु वा गराउनु। आठौं मृतकको नाममा गरिबहरूलाई खाना खुवाउनु। नवौं मृतकको नाममा विद्यालय वा अस्पताल बनाउनु। दशौं मृतकको नाममा गाईको सेवा गर्नु। यी सबै कुराले मृतक आत्मालाई पुण्य मिल्छ। उनीहरूको यात्रा सजिलो हुन्छ। उनीहरूलाई उच्च लोकमा स्थान मिल्छ। गरुड पुराणले हामीलाई सिकाउँछ कि मृत्यु अन्त्य होइन, बरु एउटा नयाँ सुरुवात हो। मृत्युपछि आत्माको यात्रा जारी रहन्छ। यो यात्रा कस्तो हुन्छ त्यो हाम्रो कर्ममा निर्भर गर्छ। यदि राम्रो कर्म गर्यौं भने यात्रा सुखद हुन्छ। यदि नराम्रो कर्म गर्यौं भने यात्रा कठिन हुन्छ। त्यसैले गरुड पुराण सुनेर हामीले के गर्नुपर्छ? पहिलो राम्रो कर्म गर्नु। दोस्रो नराम्रो कर्मबाट टाढा रहनु। तेस्रो भगवानको भक्ति गर्नु। चौथो दान गर्नु। पाँचौं धर्म पालन गर्नु। छैठौं सत्य बोल्नु, अहिंसा पालन गर्नु। आठौं मातापिताको सेवा गर्नु। नवौं गुरुको सम्मान गर्नु। दशौं समयलाई प्रेम गर्नु। यदि यी 10 पालन गर्यौं भने निश्चित रूपमा राम्रो जीवन बिताउन सकिन्छ र मृत्युपछि पनि राम्रो यात्रा हुन्छ। गरुड पुराणले यो पनि बताउँछ कि मृत्युसँग डराउनु हुँदैन, किनभने मृत्यु प्राकृतिक प्रक्रिया हो। जसरी कपडा पुरानो भएपछि नयाँ कपडा लगाइन्छ, त्यसैगरी शरीर पुरानो भएपछि आत्माले नयाँ शरीर लिन्छ।
भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नुभएको छ, वासांसी जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोपराणि तथा शरीराणि विहाय जीर्णानि समायाति नवानि देही। यसको अर्थ हो, जसरी मानिसले पुरानो कपडा त्यागेर नयाँ कपडा लिन्छ, त्यसै गरी आत्माले पुरानो शरीर त्यागेर नयाँ शरीर लिन्छ। त्यसैले मृत्युसँग डराउनुको सट्टा राम्रो जीवन बिताउनुपर्छ, जसले गर्दा अर्को जन्म पनि राम्रो होस्। गरुड पुराणको सार यही हो कि जीवन र मृत्यु दुवै भगवानको लीला हो। यो चक्र सधैँ चलिरहन्छ। जन्म हुन्छ, त्यसपछि मृत्यु हुन्छ, फेरि जन्म हुन्छ, फेरि मृत्यु हुन्छ। यो चक्र तब मात्र रोकिन्छ जब मोक्ष मिल्छ। मोक्ष पाउनको लागि भगवानको शरणमा जानुपर्छ। भगवानमा आफूलाई पूर्ण रूपमा समर्पण गर्नुपर्छ। जब भगवानमा पूर्ण विश्वास हुन्छ, तब सबै डर हराउँछ, सबै चिन्ता हराउँछ, जीवन शान्तिमय हुन्छ र मृत्युपछि मोक्ष मिल्छ। अन्तमा साथीहरू, यो गरुड पुराणको ज्ञान केवल सुन्नको लागि होइन, बरु जीवनमा लागू गर्नको लागि हो। आजदेखि नै राम्रो जीवन बिताउन सुरु गर्नुहोस्। राम्रो कर्म गर्नुहोस्, भगवानको नाम जप गर्नुहोस्, दान गर्नुहोस्, सबैलाई प्रेम गर्नुहोस्। यदि यसरी जीवन बितायौं भने मृत्युसँग डराउनु पर्दैन, किनभने राम्रो कर्म गर्नेको मृत्युपछि राम्रो यात्रा हुन्छ र अन्तमा भगवानसँग मिलन हुन्छ। यदि यो भिडियो मन पर्यो भने कृपया च्यानललाई सब्स्क्राइब गर्नुहोस्, साथै आफ्ना साथी परिवार सबैलाई शेयर गर्नुहोस्, जसले गर्दा यो महत्त्वपूर्ण ज्ञान सबैसम्म पुग्न सकोस्। तपाईहरू सबैलाई धेरै धेरै धन्यवाद यो भिडियो अन्तसम्म सुन्नु भएकोमा। भगवानले सबैलाई सुखी, स्वस्थ र समृद्ध बनाउन्। हर हर महादेव। जय श्रीराम। ओम नमो नारायणाय।